नमस्ते। आजको भिडियोमा हामी अहिले केराको बुङ्गाको अचारको रेसिपी ल्याएको छु। कतिजनालाई त थाहा छैन यसको अचार पनि खाइन्छ भनेर। जुन यो देख्नुभयो सेतो सेतो छ, त्यसको भित्रपट्टि एउटा अलि दरो खालको डाँठ हुन्छ, त्यसलाई हामीले फाल्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ गएर यसलाई पत्र पत्र गरेर यसरी नै भित्रको गुदीहरू निकाल्नु पर्ने हुन्छ। अनि जब यतिको सेतो भाग आएपछि हामी अहिले यसलाई चार पिस जति गराएर यसरी निकाल्नु पर्ने हुन्छ। अब यसलाई एकचोटि पखालेर यसमा आलु पनि राख्न सक्नुहुन्छ यहीसँग बोइल गर्नको लागि। अप्सनल हो, तपाईँहरूले राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। अनि यसमा मैले एउटा कुकरमा राखेर 1 गिलास जति पानी राखेँ, सिटी लगाउनलाई छोडिदिएको छु। यता तेल लिएँ मैले। यता तेल लिइसकेपछि यता यो केराको बुङ्गा पाकेर रेडी भइसक्यो। 2 सिटी लगाएर निकालेँ मैले। अनि त्यसपछि यसको पानी हामीले निचार्नु पर्ने हुन्छ। यसको पानी सबै निचारिसकेपछि अब यसलाई एकचोटि यसरी छिरालेर यसको डल्लाडुल्ली भए पत्र पत्र पार्नुपर्ने हुन्छ। भएको 4वटा भाग गरेको। यहाँ मैले आलु लिएको छु 6-7वटा जस्तै ठिक्कको। त्यसपछि यहाँ मैले तेल राखेँ ठुलो चम्चाको 4 चम्चा। त्यसपछि यहाँ मैले स्वादअनुसार नुन लिएको छु। त्यसपछि मैले यहाँ धुलो खुर्सानी 1 चम्चा ठुलो चम्चा राखेको छु। अनि त्यसपछि यहाँ मैले हरियो लसुनको पत्ता, धनिया, अनि यो प्याज खानुहुन्न भने नहाल्दा नि हुन्छ। प्याज, लसुनको पत्ता, अनि यो हरियो खुर्सानी, धनिया सबै लिएको छु। तपाईहरूलाई कस्तो लाग्छ एकचोटि बनाएर खानुहोला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै मिठो मिठो परिकारहरू म ल्याइ नै राखेको हुन्छु थकाली परिवारमा। हेर्न पनि नभुल्नुहोला। मैले यहाँ त्यसपछि तेल राखेँ तताउनलाई। तेल ततिसकेपछि मेथी राखेँ। मेथी रातो रातो कालो कालो भएपछि यहाँ ग्यास बन्द गरेर बेसार राखेँ। अब यसलाई मैले हाईको अचारमा राख्नुपर्ने हुन्छ। यसरी अचारमा यसरी जानिसकेपछि अब म यहाँ चुक राख्न गइरहेको छु। मैले चुक ठुलो चम्चाको 4 चम्चा जति लिएको छु। तपाईँहरूसँग छैन भने चाहिँ कागती, भेनिगर पनि राख्न सक्नुहुन्छ। त्यसपछि यसरी मोल्नु पर्ने हुन्छ। हामीले अलिअलि डल्लाहरू फुटालेर आलुको यसरी मोल्नु पर्ने हुन्छ। यसरी मोलिसकेपछि हाम्रो अचार रेडी भयो। अनि खानको लागि पनि तयार भयो। अनि खान सक्नुहुन्छ। आजलाई यति नै, धन्यवाद। नेक्स्ट भिडियोको लागि प्लिज सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।